नमस्कार, म आयुष। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिन पनि नभुल्नुहोला। आज चाहिँ हामी ढिलो नगरिकन विषयवस्तुतर्फ लाग्नेछौँ। आज चाहिँ हामी कोरियन भाषाको डे 5 अर्थात् उच्चारणको नियमहरू पढ्नेछौँ। उच्चारणका नियमहरू। कोरियन भाषामा कुनै पनि एउटा अक्षरलाई कुन स्थानमा अगाडि, बिचमा, तल रहेको अवस्थामा फरक उच्चारण हुन्छ। यसका नियमहरू। कुनै शब्दको सुरुमा ग आएमा ख उच्चारण हुन्छ। ग आयो भने ख उच्चारण हुन्छ। द आयो भने थ उच्चारण हुन्छ। ब आयो भने फ उच्चारण हुन्छ। ज आयो भने छ उच्चारण हुन्छ। यी शब्दहरू चाहिँ सुरुमा आउँदाखेरि ग आउँदा ख उच्चारण, द आउँदा थ उच्चारण, ब आउँदा फ उच्चारण अनि ज आउँदा छ उच्चारण हुन्छ। अब चाहिँ हामी उच्चारणको नियम 1 मा हेरौँ है। कुनै शब्दको सुरुमा ग आएमा ख उच्चारण हुन्छ। जस्तो कि खोगी, मासु खोगी भनेको। खागु, फर्निचर। खादा भनेको जानु। खेदा भनेको पट्याउनु। फिजा भनेको पत्रकार। सबैको अगाडि ग आएको छ। सबैको अगाडि ग आएपछि खोगी भयो भनेको मासु। खागु भनेको फर्निचर। खादा भनेको जानु। खेदा भनेको पट्याउनु। खिजा भनेको पत्रकार। अब हामी उच्चारणको नियम 2 मा हेर्नेछौँ। कुनै शब्दको सुरुमा द आएमा थ उच्चारण गरिन्छ। जस्तै थारी भनेको खुट्टा, पुल। अनि त्यसैगरी थोसी भनेको सहर। थुदा भनेको राख्नु। थोमा भनेको चपिङ बोर्ड। थोमा भनेको चपिङ बोर्ड। थेजी भनेको पङ्गुर। थेदा भनेको जानु, पाल्नु। त्यसरी उच्चारणको नियम 3 मा रहेको छ। कुनै शब्दको सुरुमा ब आएमा फ उच्चारण हुन्छ। जस्तै फाबो भनेको मूर्ख। फाबो भनेको मूर्ख। फानाना भनेको केरा। फानाना भनेको केरा। फापुदा भनेको व्यस्त हुनु। फापुदा भनेको व्यस्त हुनु। फापुदा भनेको व्यस्त हुनु। फादा भनेको समुद्र। फादा भनेको समुद्र। फादा भनेको समुद्र। फादा भनेको समुद्र। फाजी भनेको पाइन्ट। फाजी भनेको चाहिँ पाइन्ट। फाजी भनेको पाइन्ट। भिडियो कस्तो लागिरहेको छ? भिडियो राम्रो लागिरहेको छ भने लाइक, सब्सक्राइब गर्न नबिर्सिनुहोस्, किनकि छिटोभन्दा छिटो हजुरकहाँ यो भिडियो आइपुग्नेछ। कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न पनि नबिर्सिनुहोस् भिडियो कस्तो लागिरहेको छ भनेर। अब उच्चारणको नियम नम्बर 4 मा कुनै शब्दको सुरुमा ज छ भने ज आएमा छ उच्चारण हुन्छ। शब्दको सुरुमा ज आयो भने छ उच्चारण हुनेछ। छाजु। छाजु भनेको प्राय। चाजु हुँदैन। चाजु हुँदैन। चाजु चाहिँ हुँदैन। छुदा भनेको दिनु। छुदा भनेको दिनु। शब्दको सुरुमा ज आएको भएर छ उच्चारण भएको छुदा हुन्छ। जुदा हुँदैन। जुदा हुँदैन। छुदा हुन्छ। छुदा भनेको दिनु। चे भनेको
दुर्घटना, छेहे भनेको दुर्घटना, छेहे भनेको दुर्घटना। छुरो भनेको प्राय, छुरो भनेको प्राय, छुरो भनेको प्राय। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। भिडियो मन परेमा लाइक, सब्सक्राइब र सेयर गर्न नबिर्सिनुहोस्।